الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، قال الله تبارك وتعالى: يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. وقال النبي صلى الله عليه وسلم: من صام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه. मेरा सबै दाजुभाइहरू र उपस्थित भएका सम्पूर्ण साथी मित्रहरू, आज रमजान महिनाको यो पहिलो दिन हो। आज यो रमजान महिनाको चाहिँ पहिलो दिन हो। हामीले आज यो पहिलो दिन व्रत बस्यौं अनि कस्तो लाग्यो, के भयो, के अप्ठ्यारो हुन्छ र के दुख हुन्छ र के मजा र के कुरा राम्रो लाग्छ, इन्शाअल्लाह हामीले अनुभव गर्नेछौँ। तर सबभन्दा पहिलो आज रमजान महिनाको यो पहिलो कार्यक्रम, पहिलो सभा छ, त्यसैले म तपाईहरुलाई स्वागत गर्दैछु अनि अभिनन्दन गर्दैछु। मेरो दाजुभाइहरू, आज हामी रमजानको बारेमा केही कुरा जान्नेछौँ, केही कुरा बुझ्नेछौँ। रमजान कसलाई भनिन्छ अनि रमजान चाहिँ यो के हो, जस्तो कि हामीहरूको लागि यो स्पष्ट भइसकेको छ। हामी सबैजनाले जान्ने गर्छौँ र थाहा छ, इस्लाम चाहिँ यो विश्वको सबैभन्दा सर्वश्रेष्ठ, सबैभन्दा महान र सबैभन्दा सर्वोत्तम धर्म हो। यसभन्दा महान र यसभन्दा श्रेष्ठ कोही पनि धर्म यस संसारमा छैन। यो धर्म चाहिँ अल्लाह तबारक व तआलाले रोजेको छ, कुनै मान्छेले रोजेको छैन। त्यसैले यसको नाम चाहिँ कुनै मान्छेको नाममा अथवा कुनै कुल वंश र कुनै सङ्घ संस्थाको नाममा पनि राखिएको छैन। अर्थात् यसको नाम चाहिँ अल्लाहले राखेको छ, यसको नामकरण चाहिँ अल्लाहले गरेको छ। अल्लाहले भनिरहेको छ, हुवा सम्माकुमुल मुस्लिमिन। अल्लाह तबारक व तआलाले तिमीहरूको नाम मुस्लिम राखेको छ। अनि जुन धर्म अल्लाह तबारक व तआलाले हामी लागि रोजेको छ त्यो चाहिँ इस्लाम हो। अल्लाह तबारक तआलाले भनिरहेछ, अल-यौमा अक्मलतु लकुम दीनकुम व अत्ममतु अलैकुम निअमती व रज़ीतु लकुमुल इस्लाम दीना। कि आज मैले तिम्रो धर्मलाई तिमीहरूको लागि पूरा गरिदिए र आफ्नो धनको पूर्ण पुँजी, आफ्नो धनको सबै अनुकम्पाहरू, सबै पुँजीहरू तिमीहरूमाथि अवतरित गरिदिए अनि तिमीहरूको लागि इस्लाम धर्मलाई रोजे। अर्थात् मैले यस कुरालाई रोजाएँ कि तिम्रो सत्य धर्म, तिमी सबैजनाको, यस संसारका सबै मान्छेहरूको सत्य धर्म चाहिँ जुन हो त्यो इस्लाम नै। यो अल्लाह तबारक तआलाले भनिरहेको छ। अनि यो पनि भन्नुभएको छ कि इन्न दीन इन्दल्लाहिल इस्लाम। सत्य धर्म चाहिँ अल्लाह तबारक तआलाको नजिक चाहिँ जुन हो त्यो इस्लाम नै हो। इस्लाम सबैभन्दा सत्य र सबैभन्दा महान धर्म। अनि यसको प्रमाण पनि मैले प्रस्तुत गरिसकेँ। अनि यो प्रश्न भइसक्यो, थाहा भइसक्यो कि इस्लाम धर्म चाहिँ सबैभन्दा महान र सबैभन्दा राम्रो धर्म। अब जब अल्लाह तबारक तआलाले यसलाई रोज्नु भएको छ र यसको नामकरण पनि गर्नु भएको छ भने यसको सबै विधान, सबै रुल्स, सबै कानुन र सबै नियमहरू पनि अल्लाह तबारक तआलाले बनाएको छ। अनि जुन नियम, जुन कानुन ईश्वरले बनाएको छ त्यो हामीहरूको लागि प्रतिपूर्ण हुन्छ, हामीहरूको सफलताको लागि हुन्छ, हामीहरूको फाइदाको लागि हुन्छ। र जुन कानुन र जुन नियमहरू मान्छेहरूले आफै बनाउने गर्छन् त्यो सबै नियमहरू मान्छेहरूको लागि फाइदा दिँदैन र सबै नियमहरूबाट मान्छेहरूलाई फाइदा हुँदैन।
भने इस्लाम धर्मले जुन यो नियम बनाएको छ अनि जुन विधान र संविधान इस्लाम धर्मले बनाएको छ त्यो चाहिँ के हो हामीहरूलाई थाहा छ कि इस्लाम धर्म र यसमा रहेका सबै कुराहरू यो हाम्रो लागि प्रतिपूर्ण रहनेछ। अब हेर्नु, इस्लाम धर्मलाई अल्लाह तबारक तआलाले रोज्यो अनि रोजेपछि यसको आधार र यसको स्तम्भ र यसको नीव र बुनियाद चाहिँ 5वटा खम्बा र 5वटा स्तम्भहरूमा राख्यो। हामीहरूलाई थाहा छ इस्लाम धर्मको स्तम्भ कतिवटा छन्? 5वटा, हैन? पहिलो चाहिँ एकेश्वरवाद अथवा तौहीद, दोस्रो चाहिँ सलाह, तेस्रो जकात दान दिनु, चौथो यो व्रत रोजा, हैन? अनि पाँचौं चाहिँ हज परिक्रमा, अल्लाहको पवित्र घर काबा जुन मक्का नगरमा छ, हैन? त्यसको दर्शन जुन मान्छे धर्मवान छन् उनीहरूमाथि अनिवार्य हुन्छ। अनि चौथो जुन स्तम्भ छ इस्लामको त्यो चाहिँ के हो? यो रोजा, हैन? यो पनि इस्लामको एउटा ठुलो स्तम्भ हो। अल्लाह तबारक तआलाले यसलाई अनिवार्य गर्नुभएको छ। कहिलेदेखि अनिवार्य गर्नुभयो? जब इस्लामिक क्यालेन्डर अनुसार 2 साल बितिसक्यो, 2 सालपछि अल्लाह तबारक तआलाले यस रोजालाई अनिवार्य गर्नु, अर्थात् यो भर्नु कि हाम्रो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम मक्कामा आउनुभयो। कुन ठाउँमा? मक्कामा उहाँले जन्म लिनुभयो अनि त्यसपछि उहाँ त्यही हुर्कनु भयो, त्यही जवान हुनुभयो अनि जब उहाँको उमेर 40 साल पुग्यो तब अल्लाह तबारक तआलाले उहाँलाई नबी बनाउनु भयो, उहाँलाई पैगम्बर बनाउनु भयो, नबुवतको ताज उहाँको टाउकोमाथि राख्नुभयो अनि यो भन्नुभयो कि तपाईँ इस्लाम धर्मको प्रचार प्रसार गर्नु, हैन? 40 सालपछि उहाँले इस्लाम धर्मको प्रचार प्रसार गर्न थाले। उहाँमाथि कुरान अवतरित हुन थाल्यो, कुरान आउन थाल्यो आसमानबाट अनि आकाशबाट जिब्रिलले कुरान लिएर आउँदै गर्थे अनि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कुरानको प्रचार प्रसार इस्लाम धर्मको प्रचार प्रसार गर्थे हरेक मान्छेहरूको बीचमा। अनि जब 13 साल बितिसक्यो, 13 साल बितेपछि अब जुन मान्छेहरू उहाँका थिए मक्काका, उनीहरू मूर्तिको पूजा गर्थे। अब उनीहरूले उहाँलाई दुख दिन थाले, उहाँलाई मार्न पिट्न दुख र सताउन थाले अनि यो भन्न थाले कि यो धर्म राम्रो छैन, इस्लाम धर्म राम्रो छैन, हामीहरू जुन धर्म छौँ त्यही राम्रो छ। अनि जब 13 साल बितिसक्यो, 13 साल बितेपछि जब तिनीहरू सबैजना मिलेर यो आयोजना गरे कि अब हामीहरू यहाँको हत्या गरिदिनेछौँ, के भन्नु सबै काफिरहरूले मिलेर कि अब मिलेर हामीहरूलाई यो अनिवार्य भइसकेको छ, यिनीहरूले धेरै नराम्रो कुरा गरिरहेछन् अनि हामी मिलेर यहाँको हत्या गरिदिउँ, हैन? तब अल्लाहले यो हुक्म दियो, अल्लाहले यो आज्ञा दियो कि तपाईँ त्यो मक्कालाई छाडेर मदिना जानु। मक्का भन्दा 450 किलोमिटर टाढा मदिना छ। अल्लाह तालाले उहाँलाई आज्ञा दियो, यो आदेश दियो कि तपाईँ मक्कालाई छाडेर मदिना जानु। नबी सल्लम मक्कालाई छाडेर मदिना जानुभयो अनि मदिनातिर प्रवेश गर्नुभयो, मक्कालाई त्याग्नुभयो अनि तबदेखि चाहिँ इस्लाम क्यालेन्डर यो सुरु भइसक्यो। इस्लामिक क्यालेन्डर तबदेखि सुरु भएको छ। त्यसै गर्दाले यसलाई हिजरी भनिन्छ। के भनिन्छ? हिजरी। नेपालमा हामी विक्रम सम्वत भन्छौँ, हैन? मिति भन्छौँ, तर यस इस्लाम धर्ममा जुन छ त्यो हिजरी हुन्छ। यसको पनि 12वटा महिना छन् र 12वटा महिनाको आज यो 9औं महिना जुन इस्लामको हो रमजान, यो 9औं महिना हो, हैन? अनि रमजान महिनाको आज पहिलो तारिक हो, पहिलो गते हो, तबदेखि रमजान सुरु। अनि जब हिजरतको 2 साल पुगिसक्यो तब अल्लाह तबारकले यस व्रतलाई अनिवार्य गर्नु अनि सबै मुसलमानमाथि, सबै आस्थावान मान्छेहरूमाथि यो रोजा चाहिँ अनिवार्य हुनेछ। अनि सबैहरूमाथि यो अनिवार्य हुन्छ कि तिनीहरू व्रत बसुन् र रोजा राखुन्। रोजा यसमा के लाभ छैन? अल्हम्दुलिल्लाह, तपाईहरू अल्हम्दुलिल्लाह
हाम्रो नेपालमा पहिले हामीलाई थाहा थिएन इस्लाम धर्म के हो, तर इस्लाम धर्म हामीलाई थाहा भएछ। इस्लाम धर्म र यसको उपदेश र सन्देश, एउटा कुरा इस्लाम धर्मले यो पनि सिकाउँछ कि तिमी धैर्य राख्नेवाला बन। त्यसै गर्दाले रोजालाई पनि अनिवार्य गर्नुभएको छ अल्लाह तालाले। हामीले व्रत बस्छौँ, रोजा राख्छौँ, दिनभरि भोको बस्छौँ, तिर्खा लाग्छ भने हामीले पानी खाँदैनौँ, धैर्य राखेर आफूमाथि कन्ट्रोल गरेर बस्ने गर्छौँ। यस्तो गर्दाखेरि हामी माथि धैर्य राख्नु बानी आउँछ। अनि जुन मान्छेले सब्र गर्छ, धैर्य राख्छ, इन्शाअल्लाह त्यो यो संसारमा सबैभन्दा सफल मान्छे हुनेछ। यस संसारमा त्यो सबैभन्दा सफल मान्छे हुनेवाला छ। अनि एउटा उपदेश यो रमजानको यो पनि हुन्छ, तपाईँहरूले आज रोजा राख्नुभयो, कति दुःख आयो, तिर्खा लाग्यो, भोको लाग्यो, होइन, प्यास लाग्यो, तर अल्हम्दुलिल्लाह तपाईँहरूले रोजा राख्यो, व्रत बस्नुभयो, अल्लाह तबारक तआलाले यसको तपाईँले दिनेछ। इन्शाअल्लाह यसको फाइदा यस संसारमा पनि आउनेछ र संसार पछि इन्शाअल्लाह यसको फाइदा हामी जब मर्नेछौँ, हाम्रो आत्मा परलोकमा जानेछ। अनि जब प्रतिफलको दिन्छ इन्शाअल्लाह, तबखेरि नै हामीलाई इन्शाअल्लाह फाइदा नै हुन्छ इन्शाअल्लाह, हामीलाई धेरै फाइदा हुन्छ इन्शाअल्लाह। हामी पछि कुरा गर्नेछौँ। अब हामी यहाँ आफ्नो कुरा समाप्त गर्दैछौँ इन्शाअल्लाह। अब जुन पनि कुरा छ इन्शाअल्लाह हामी त्यस सबै कुरा विस्तारमा पछि गर्नेछौँ। अल्लाह ताला हामी सबैलाई राम्रो कर्म गर्नको तौफिक प्रदान गरून् अनि हामीलाई राम्रो कर्म गर्नको शक्ति दिउन्। अस्सलामु अलैकुम वरहमतुल्लाहि